यता हो हाम्रो भाउजूको भ्लग हो भिडियो बनाउँदैछ एकजना टिकटक बनाउँदैछ टिकटक स्टार हो नमस्ते नमस्ते अब यहाँ कफी होला हाम्रो भाउजूको भ्लग मन पराइदिनु होला लाइक कमेन्ट शेयर गरिदिनु होला हेलो एभ्रिवान दिस इज मी याङ्ग्रमा शेर्पा तपाईँहरू सबैमा नमस्कार म धेरै पछि फेरि मेरो युट्युब च्यानलमा रिब्याक आएको छु किनभने आज लङ टाइम पछाडि किन अलिक समय परिस्थितिको कारण म आउन सकिनँ त्यस कारणले फेरि पनि अब चाहिँ म ब्याक टु आएको छु मौसम खराब भइरहेछ पानी परिरहेछ के कस्तो हुन्छ हिँड्दै जाउँ अब उफ्रिन नि सक्छ आधा बाटोमा पुगेर त्यही भएर उफ्रियो भने झनै राम्रो तपाईहरुलाई हामी फुल भ्यू देखाउनेछौँ नायग्रा फलको सो हेर्नु होला तपाईहरु पनि हामी राम्रोसँग देखाउनेछौँ के हुँदैछ अब हैन बाटोमा कसरी जान्छौँ तपाईहरुलाई देखाउनेछौँ जाँदैछौँ अहिले चाहिँ हामी हाम्रो यहाँ एउटा साथीहरुले पिकअप गर्न जान लागेको उनीहरु पनि जान्छन् त्यसैले हामी चाहिँ कपल्स मिलेर चाहिँ जान लागेको उनीहरुलाई पिकअप गरेर चाहिँ हामी त्यहीबाट जान्छौँ अनि पानी परिरहेछ अहिले ठ्याक्कै अहिले चाहिँ कति बजेको छ भन्दाखेरि 12 बज्यो खासै हाम्रो 11 बजे निस्किने भन्ने कुरा थियो अब यस्तै हो नेपालीहरुको टाइम त अनि भनेको जस्तै हुँदैन आउँदैछन् टोलीहरु मम्म के हो हात मिलाउने पछाडी गर पो यता हो हाम्रो भाउजूको भ्लग हो नि भ्लग हो भन्छ भ्लग त होइन नि नक्कली आयो है नक्कली यता हाम्रो ठुला राजाहरू यता हामी सानी नानीहरू यता यता के हो तिम्रो मैले आएकै देखिन त अनि आकै देखिन आमा तिमीले त मुख पनि लिएर आइछौ त नि तिमीले कस्तो सब्जेक्ट ल्याइछौ त बरा त्यसै बिस्तार जाउँ क्या है आमा के राम्री बनेको हो यस्तो अब हामी आज यति रमाइलो गर्छौँ कि यता छुट्टै कुरा छ छुट्टै हुन्छ भाउजूको भ्लगमा यस्तो रमाइलो बनाइदिन्छ कि याङ्ग्रमा शेर्पाको भ्लग मिलियन भ्यू जाने भ्लग बनाउनु पर्छ है आज खतरा बनाउने हो क्या हामी त अब सर हेर्नुहोस् आज हामी नायग्रा जान लाग्दैछौँ तर आज पानी पनि दिन रहेछ आजको दिन चाहिँ कस्तो झुर्ने भयो है हामीले के सोच्यौँ भन्दाखेरि नयाँ वर्षको दिनमा रमाइलो गर्ने भन्ने सोचेको थियौँ तर के भयो भन्दाखेरि नयाँ वर्षमा पानी आइहाल्यो ठिकै छ भिजिउँला नि त हामी नयाँ वर्षमा नयाँ मान्छे भइदिउँला मैला सैला पखालिदिउँ न हामी भने कस्तो मान्छे भन्दाखेरि जस्तो पनि रमाउने मान्छे फेरि समाचार पनि नाच्ने हो चाहिँ हामी लगभग आधा बाटो पुगिसक्यौँ अब कति मिनट लाग्छ 34 मिनट्स है 34 अब 34 मिनटमा चाहिँ हामी नायग्रा फल्स पुग्छौँ हामी देखाउँछौँ तपाईहरुलाई सकेसम्म फुल भ्यू देखाउन ट्राई गर्छौँ होइन अब कस्तो हुन्छ मौसम राम्रो भयो भने देखाउँछौँ चाहिँ हामी आधा बाटोमा रोकिएर टिमहरु चाहिँ हामी चिया कफी खान छिरिरहेछौँ पछाडि होइन र उता अगाडि त होला नि हिँडिरहेछौँ पोल अलि त बस्नु न फोटो खिच्ने कार्यक्रम भइरहेछ यहाँ यता चिसो भएर ओहो चस्मा निकाल्नु मन छ कि होइन राम्रो देखिरहेको छ त उनीहरूको दुईजना पर फोटो खिच्दैछ ऊबाट त्यही भएर हामी चाहिँ यस्तो आएको कफी खाने ठाउँ हामी चाहिँ कफी खान यहाँ लाइनमा बसिरहेछौँ आधा बाटोमा झरेर चिसोमा हामी चाहिँ अलिक कफी खान बसिरहेछौँ यहाँ कफी दिन्छौँ अब हामी
1 2 3 4 हामी 4 जना हो यहाँ लाइनमा बसिरहेको छ भनेको कफी खानलाई नमस्ते नमस्ते अब यहाँ कफी हाम्रो भाउजूको भ्लग मन पराइदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला नभुल्नु होला है कमेन्ट सब्स्क्राइब होइन सेयर सब्स्क्राइब पनि गर्नुहोस् होला हजुरले राम्रो राम्रो भ्लगहरू हेर्न देख्न पाउनुहुन्छ क्यानाडाको होइन पहिला गएको म बिचमा ग्याप हो नि त अब चाहिँ रेगुलर ग्याप भयो त्यस्तै समस्याहरूले गर्दाखेरि राम्रो अब चाहिँ रेगुलर आउँछौँ हामीले चाहिँ अघि खाजा ल्याएर आधा उधी चाहिँ खाइसक्यौँ होइन योभन्दा अर्को लेभल पनि तर यो चाहिँ खाइसक्यो लास्टमा मात्रै याद आयो कि मैले अघि त्यहाँ अलिकति हात खाली थिएन त्यही भएर बनाउनै भुलेछु लास्टमा अहिले चाहिँ हामी खायौँ आलु चिज टिम होटेल्सको कफी खाइरहेछौँ खाजा अब यो खाइसकेर चाहिँ हामी जान्छौँ खाइरहेछौँ मिठो छ दामी खाने मिठो छ है एकदम दामी तपाईँलाई वाउ भाउजूको युट्युबमा आउने भए भिडियो बनाउँदैछ एकजना टिकटक बनाउँदैछ टिकटक स्टार हो भगवान जानु कहिले के हुन्छ टिकटक स्टार वास्तवमा चाहिँ आफ्नो ठाउँमा गएर कमाउने हो जसरी हुन्छ अब हामी चाहिँ पुग्यो यो होटल हामी बस्ने चाहिँ यो होटल हो यहाँ थियो नि त यहाँ यस्तो हेलो यहाँ फोटो खिच्ने काम कुरो भइरहेछ म भिडियो बनाइरहेको छु देख्छौ मेलाको टाउको छ कि हालेन मलाई त ओ पेटभित्र अब के हेर्नु पर्ने होटल छ अब यहाँबाट नाइग्रा फल्स चाहिँ नजिकै छ ऊ त्यहाँनिर हो तपाईँहरूले अलि देख्नु भएको होला होइन त्यहीँ हो अब चाहिँ यो होटल चाहिँ हामीले बुकिङ गरेको चाहिँ यो हो हामी यहाँ छौँ 4 जना छु चिसो चाहिँ लास्ट चिसो छ है अझ पनि ओ माई गड हामी चाहिँ अहिले लिफ्टमा छौँ अब लियो अब ढोका खुल्यो हाम्रो 11 फ्लोर ओ कता हो हाम्रो हामी चाहिँ अब हामी रुमभित्र छिरिसक्यौँ यो चाहिँ हाम्रो बेड चाबीको खोल खै चाबी खोल तपाईँसँग दिएछ मैले अनि त्यस पछाडि यो चाहिँ हामी यहाँ बस्ने टिभी तर एकदम राम्रो छ यो जेल यहाँबाट चाहिँ नाइग्रा फल्सको फुल भ्यू देख्छ सो यो चाहिँ क्यानाडाको भ्यू यो चाहिँ क्यानाडाको नाइग्रा फल्स त्यो चाहिँ युएसको त सानो रहेछ है कुन हो उता चाहिँ यो युएस रहेछ यो त्यही भएर मान्छेहरू यहाँ आउने रहेछ हेर्नलाई त्यो पुल चाहिँ ठ्याक्कै बोर्डर हो है आधा हाम्रो आधा है त्यो चाहिँ पारिपट्टिको बिल्डिङहरू सबै यहाँ छ फेरि सानो यो क्यानाडाको नाइग्रा फल्स यो युएसको जसको त कार केही छैन हाम्रो रातिको हजुर म चाहिँ यस्तो मजाले नलिएर ब्याग बोक्दै बस्छु ल ल होटलबाटको झ्यालबाट चाहिँ एकदमै राम्रो देख्दो रहेछ है यो चाहिँ नाइटको भ्यू हो नाइग्रा फल्स चाहिँ त्यहाँनिर हो हिँड्दैछौँ हामी तर यहाँतिर कस्तो स्याट आउँदैछ चिसो ओ माई गड बुढा त चिसो स्याट आउँदो रहेछ है त्यहाँनिर हो अब पुग्न लाग्यो तर नाइटमा राम्रो हुँदो रहेछ कि भ्यू चाहिँ दामी छ तर यहाँ त चिसो हावा आउँदो रहेछ है उयो नजिकै देख्थ्यो त अघि हामी त्यो होटलको छेउमा त त्यो कस्तो उयो लाइट चेन्ज हुँदो रहेछ नि थाहा छ पिङ्क पर्पल ग्रिन धेरै चिसो उयो धेरै चिसो हुँदो रहेछ नि है एकदमै चिसो रहेछ यता चाहिँ किनकि यो स्याट हावाको नजिक भएर फल्सको नजिक भएर है
नाइग्रा फल्स इन द नाइट भ्यू। अनि क्यानाडाको चाहिँ माथि छ, हामी चाहिँ क्यानाडाको हेर्न जान्छौँ अहिले, युएसको हेर्दै। यो चाहिँ युएसको भ्यू हो, यो चाहिँ नाइग्रा फल अफ द क्यानाडा। यो चाहिँ युएसको। ओ माई गॉड, सो ब्युटिफुल। ब्रिज चाहिँ उयो माथि रहेछ तर अलि देख्दैन रहेछ, देख्दो रहेछ। यो चाहिँ ब्रिज क्यानाडा र युएसको बोर्डर। युएसको चाहिँ अलिक सानो रहेछ, क्यानाडाको चाहिँ अलिक ठुलो। क्यानाडाको चाहिँ एकदम ठुलो छ तर चिसो, लास्ट चिसो छ। हजुर, ओ माई गॉड, सबैजना चिन्नु क्यानाडाको चाहिँ एकदम ठुलो छ। यो चाहिँ नाइटको भ्यू हो। यहाँ चाहिँ एकदम ठुलो क्यासिनो रहेछ। तपाईँहरू आउनुभयो भने यहाँ क्यासिनोमा जानु होला। हामी बसेको होटल देखिरहेको छौँ तर राम्रोसँग देख्दैन रहेछ। अब चाहिँ हामी यो क्यानाडाको फल्सको छेउमै पुग्न लाग्यो। नाइट भ्यू चाहिँ एकदमै राम्रो छ। ल देखाइरहेको छु मैले। नाइग्रा फल र के अरे युएसको फल मात्रै के देखाउनु त? होइन, सबैले देखाइरहेको छु। किन? अब देखाउनु त। This guy is the most popular in Toronto भनेर भन्दिनु। Oh my god. यो चाहिँ नाइट भ्यू इन द नाइग्रा फल्स। अब चाहिँ हामी निस्केर नाइग्रा जाँदैछौँ। मर्निङको भ्यू चाहिँ यस्तो छ, एकदम राम्रो भइरहेछ। हेलो हेलो, How are you? गुड गुड। कस्तो भइरहेछ? हेलो बुढो, कस्तो छ? ठिक छ। अब हामी यहाँ फल्सको नजिक जाँदैछौँ। तर हिजो पानी परेर आज एकदम राम्रो भयो है वेदर। चस्मामा तिम्रो हस्बेन्डलाई कस्तो देखिरहेको थियो? ओ माई गॉड, चार कमेन्ट जाओस् त। ए यतिको त अब सलमान खानै छैन होला। ल मैले तपाईँहरूलाई एकदमै राम्रो भ्यू देखाउँछु भनेर थिएँ तर मैले सफल भएँ देखाउन, किनकि वेदर राम्रो भयो। हेर्नु यो फुलपछि राम्रो हुन्छ भोलिपर्सि है। एकदमै अब समरमा चाहिँ झन् बेस्ट हुन्छ। मेरो बुढी कम अनि कतिले काम भन्दा कहाँ कम छ है? मैले हाँसी भ्यू देखा अब। ल अब चाहिँ हामी ठ्याक्क आइपुग्यौँ नाइग्रामा। लुक हियर। चस्मा ढल्काउ बुढी। लगाउ न चस्मा। यो त मेरो एक्सन दिएको जस्तो भइहाल्यो नि। यो भ्लग हो त यो त नि। हेर्नुहोस् नाइग्रा फल, तपाईँहरू आउनु होला। नाइग्रा फल हेर्नु कि तिम्रो हेर्नु भयो? हामी त भन्ला नि फेरि भोलि सब्सक्राइब गर्दै। मलाई चाहिँ किन हेर्नु? फेरि अर्को हेलो, तपाईँहरूले देख्नुभयो होला मैले भ्यू देखाएँ, तपाईँहरू आउनु होला। राम्रो छ।
हाम्रो क्यानाडाको नाइग्रा फल चाहिँ यही हो फल चाहिँ यहाँ छ एकदमै हेभी अनि एकदमै अब सिजन अप्रिल लागिसक्यो सो अब चाहिँ टुरिज्मको एकदमै बिजी हुन्छ नाइग्रा फल यहाँ चाहिँ समरमा चाहिँ सो अहिले त स्प्रिङ नै हो अब चाहिँ हामी फल्स हेरेर आयौँ सो तपाईँहरूलाई देखायौँ राम्रो लाग्यो होला तपाईँहरू पनि इन्जोय गर्नु होला सो अब चाहिँ हामी फर्क्यौँ तपाईँहरू पनि हेरेर इन्जोय गर्नु होला बाई बाई